जब मेरो उमेर 10 वर्षको थियो त्यहीबाट हेरेको मेरो देश कहिल्यै पनि परिवर्तन भएको देखिनँ मैले। कति युवाले अर्काको देशमा गएर दुःख पाइरहेछन्, कति नारी पीडित भइरहेछन्, कति नारी बलात्कारी भइरहेछन्। यो देशले बुझ्नु परेन, देशको हालत जहिले पनि यस्तै हो। अर्काको देशमा केही नारी पीडित भइसक्यो भने, नारीलाई बलात्कारी भइसक्यो भने गोली हानेर मार्छ भने हाम्रो देशमा जेल हालेर छोडिदिन्छ कि। यस्तोसम्म देश छ भने के देश परिवर्तन होला? कहिलेसम्म हामीले भोग्नुपर्ने यो दुःख कष्ट? देश त परिवर्तन ल्याउनु पऱ्यो नि। देशलाई किन यति गम्भीर अवस्थामा पुर्याउनु पऱ्यो कि? जहिले पनि गर्छ आफ्नै गोजी भर्छ। अहिलेसम्म गरेको छ जहिले पनि आफ्नै गोजी भरिया छ, आफ्नै सब्डल पुर्या छ। अर्काको त के नै बाल छ र? अरू मरोस् बाँचोस् केही नै छैन। मान्छे यति परिवर्तन छ कि, यति स्वार्थी छ कि मान्छेहरू कुरै नगरौँ के। अहिलेको मान्छे र पहिलाको मान्छेमा बोली र भाषा अलिक फरक छ। मान्छे पहिलाको आफ्नालाई चिन्थ्यो, परालाई चिन्थ्यो। अहिलेको मान्छे स्वार्थ